सबैलाई सन्ध्याकालीन नमस्कार। एउटा विडम्बना र दुःखदायी कुरा यो छ कि हाम्रो राष्ट्र निर्माता पृथ्वीनारायण शाहले भनेका कुरा अहिले न हामीले जनताले बुझ्यौं न जनताको नेतृत्व गर्ने नेतृत्वकर्ताले बुझ्यौं। हामीले उहाँले भनेका कुराहरूलाई बचाउन र जगेर्ना गर्न नसक्नु हामी नेपाल र नेपालीको दुःखदायी कुरा हो। अबको अवस्था भनेको हाम्रो नेपाल र नेपालीलाई सुखी र समृद्धि बनाउँछु भनेर आउने व्यक्तित्वहरूलाई हामी सम्पूर्ण गाउँ ठाउँमा भएका शक्तिपीठहरूमा लगेर उहाँहरूलाई भ्रष्टाचार, लोभ, पाप, घमण्ड कुनै पनि लोभ लाभमा फस्दिन देश र जनताको सुरक्षा गर्छु भनेर कसम खुवाएर मात्र राम्रो व्यक्तिलाई फिल्टर गरेर चुन्न अत्यन्त जरुरी छ। हेरौं राष्ट्र निर्माताको भनाई। मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, सबै जातको फुलबारी हो, सबैलाई चेतना भया। घुस लिन्ने र दिन्ने दुवै दोषी हुन्। प्रजा मोटो भया दरबार बलियो रहन्छ। राजाका भण्डार भन्या रैतानहरू हुन्। आफ्ना देशका कपडा बुन्न जानेलाई नमुना देखाई कपडा बुन्न सिकाउनु, आफ्ना देशका कपडा लाउनु, विदेशी कपडा लाउन मनाही गरिदिनु, आफ्ना देशको जिनिस जडीबुटी देश लैजानु र नगद बेचिराख्नु। खानी भएका ठाउँमा गाउँ भए पनि गाउँ अरू जग्गामा सारिकन पनि खानी चलाउनु। गह्रो बन्या जग्गामा घर भए पनि अरू जग्गामा साडी कुलो काटी छेद बनाई आवाज गर्नु। म भन्दा माथि मेरो देश, म भन्दा प्यारो मेरो देश।